हेलो साथी हो, हामी चाहिँ धारापानी आइसक्यौँ। हेर्न सक्नुहुन्छ अगाडिको हिमाल, गुर्जा हिमाल होइन यो। हामी चाहिँ आइसक्यौँ गुर्जा हिमालको काखमा। हेर्न सक्नुहुन्छ कति राम्रो छ। यतातिर चाहिँ छ धौलागिरी हिमाल होइन, यताको धौलागिरी। वाह, वाट अ नाइस प्लेस गाइज। हेर्न सक्नुहुन्छ हामी आज छौँ ब्याग लाएर आज यो चाहिँ धौलागिरी हिमाल साथी हो। म्याग्दीदेखि अगाडि हामी चाहिँ माथि टपमा छौँ। अहिले चाहिँ हामी बेसदेखि हिँडेर 1 घन्टामा यहाँ माथि धारापानी पुग्यौँ साथी हो। यो चाहिँ बुर्जा हिमाल हो गाइज, म्याग्दीमा रहेको। यहाँ चाहिँ यो चाहिँ बुर्जा हिमाल हो। हेर्न सक्नुहुन्छ कति राम्रो देखेको छ मर्निङ भ्यू। अहिले चाहिँ 7 बज्यो अनि यहाँ ठ्याक्कै साइडमा छ यो चाहिँ धौलागिरी हिमाल। अलिकति बादलले गर्दा देखिरहेको छैन। म चाहिँ छु अहिले साथी हो धारापानी। दिस इज धारापानी। हेर्न सक्नुहुन्छ तपाईँहरू, एकदम राम्रो छ धारापानी। हेर्न सक्नुहुन्छ यहाँ, यो चाहिँ फर्स्ट टाइम म चाहिँ। ओके गाइज, हामी चाहिँ अब धारापानीदेखि हिमाल सिमाल हेरेर हामी चाहिँ मुभ भइसक्यौँ। किनभने आजको चाहिँ हाम्रो डेस्टिनेसन छ लुलाङ भन्ने ठाउँमा। त्यहाँ चाहिँ यहाँदेखि धेरै टाढा अनि अफ रोड पनि छ। त्यस कारण हामी चाहिँ अहिले नै हिँडिसक्यौँ। लेट्स सी, हेरौँ है त लुलाङ कस्तो रहेछ। यहाँसम्म आउँदा चाहिँ जियोस् बाटो एकदम खतरा छ। जियोस् इन्जोय भइरह, एकदम एडभेन्चर भइरह गाइज। फाइनली वी आर हियर इन लुलाङ आफ्टर 40 किलोमिटर। हामी हिँडिसकेपछि बल्ल हामी लुलाङ पुग्यो। हेर्न सक्नुहुन्छ एकदमै राम्रो छ, हाम्रो लुकुमको जस्तै। लुलाङमा चाहिँ अहिले चिसो छ, पानी हल्का हल्का परिरह र यहाँको वातावरण एकदमै चिसो छ साथी हो। हेर्न सक्नुहुन्छ। मलाई चाहिँ लुलाङमा सबैभन्दा मन परेको कुरा भनेको चाहिँ यही हो साथी हो। साँझ साँझ सबै काम सकेर साथीभाइहरू भेटेर चाहिँ यहाँ चाहिँ धनुषबाजी खेल्दो रहेछन्। मैले चाहिँ फर्स्ट टाइम, मैले कहिले देखेको थिएन यस्तो। मैले फर्स्ट टाइम यही देखेँ। बहुत रमाइलो लाग्यो साथी हो। अनि मैले पनि अलिकति कस्तो हुन्छ भनेर चेक गरेँ। हेर्न सक्नुहुन्छ एकदमै नयाँ चिज सिकियो, नयाँ एक्सपिरियन्स भयो, नयाँ अनुभव भयो साथी हो। एकदमै रमाइलो भयो, एकदम इन्जोयमेन्ट भयो मोमेन्ट। फर्स्ट टाइम धनुष छोको साथी हो। हान्न तानियो, कहाँ हान्यो। ओके गाइज, हामी लुलाङ पुगेर खानापिना खाइसकेर अब सुत्न आँटिसक्यौँ हामी यहाँ लोकल गेस्ट हाउसमा। अब चाहिँ लुलाङ घुमियो, आज 4-5 ठाउँ घुमियो, रमाइलो भयो साथी हो। अब चाहिँ लुलाङ चाहिँ राम्रोसँग देखाउन पाइएन। अब चाहिँ भोलि बिहान चाहिँ उठेर चाहिँ तपाईँहरूलाई लुलाङ देखाउँछु कस्तो छ भनेर। ओके गाइज, आजको भ्लग चाहिँ यतिमै हिँड्नुहुन्छ। सी यू टुमारो।